आज चाहिँ हामी जान लागिरहेका छौँ मन्दिर। र कुन मन्दिर जान भन्नुभयो होला, हामी चाहिँ लागिरहेका छौँ गरौसुर मन्दिर गाउँबाट सबैजना भएर। र हामी चाहिँ लागि अब गरौसुर मन्दिरतिर। अब धुलो देख्नुहुन्छ भने यस्तो छ धुलो, बाटो पुरै अफ रोड रहेछ कि। अनि त्यही पनि धुलो खाँदा खाँदै हामी चाहिँ पुग्यो गरौसुर मन्दिर। र देख्न सक्नुहुन्छ गरौसुरको मन्दिरको गेट। र हामी चाहिँ अब लाग्यो माथितिर गाडी पार्किङ गर्नतिर। गाडी पार्किङ गरेर हामी चाहिँ लाग्यो मन्दिरतिर। र सबैजना आइसक्नु भएको छ र हामी चाहिँ लाग्यो मन्दिरतिर। र गरौसुर मन्दिर भनेको यही हो। हेर्नु न कति राम्रो मन्दिर छ। कस्तो भन्नुहुन्छ भने ठाउँ पनि खत्रै बवालै छ कि। र यहाँ मैले सुनेको हजुरहरूले जुन इच्छा माग्नुहुन्छ त्यो इच्छा पुरा भएरै छोड्छ। र मैले पनि एउटा इच्छा मागेँ र मैले पनि अगरबत्ती धुपबत्ती गरेर टिका लाएर चाहिँ हामी चाहिँ लाग्यो अब काम गर्नतिर। काम गर्ने कोही मान्छे नभएर केटाकेटीलाई लिएर म चाहिँ लागेँ जङ्गलतिर दाउरा खोज्न। दाउरा खोजेर आउँदा चाहिँ भोक चाहिँ धरो लागेको थियो, त्यही भएर गएर खाइयो हामीले तल गएर नास्ता। र नास्ता खाएर चाहिँ हामी चाहिँ लाग्यो फेरि काम गर्न। र माथि आएर हामीले गरेर पकाएर पनि खाइसक्यौँ। र यो भाइको खुवाइ चाहिँ देख्न सक्नुहुन्छ, नेक्स्ट लेभलको खुवाइ छ। तर पनि खान नसकेर उसले चाहिँ खाना चाहिँ वेस्ट गरेको छ। र अब चाहिँ हामीले खाएर क्यारेर हामी चाहिँ लाग्न थाल्यो घरतिर। र हामी चाहिँ लाग्यो अब घरतिर। आजको लागि यति नै साथीहरू, भिडियो अब कन्टिन्यू नै हुन्छ। आजको लागि बाई बाई, राधे राधे।